म युजुअली चिया नखाने मान्छे यहाँको जाडोले गर्दा आजको दिन चाहिँ मेरो चियाबाट सुरु भयो। चिया खाइसकेर दिदीको घरदेखि अलिकति तल रहेको सिमाना भ्यू पोइन्ट भन्ने ठाउँ गयौँ अनि फेरि त्यहाँ पनि चिया खायौँ अनि त्यहाँदेखि एकछिन बस्यौँ होइन अनि त्यो तल देखेको चाहिँ माने भन्ज्याङ अनि माथि देखाएँ नि त्यो चाहिँ चित्रे भन्ने ठाउँ रहेछ अनि त्यहाँ माथि चाहिँ ठुलो गुम्बा रहेछ क्या अनि हाम्रो आजको डेस्टिनेसन चाहिँ त्यहाँसम्म अनि सिमाना भ्यू पोइन्टबाट चाहिँ कञ्चनजङ्घा कस्तो दामी देख्दो रहेछ क्या हामीले पनि देख्नु त तर अब अरू बेला झन् दिन खुलेर चाहिँ दामी देख्छ अरे अनि हामी त्यहाँदेखि फर्केर दिदीको घर गयौँ अनि रेडी भएर गुम्बातर्फ लाग्यौँ गुम्बा जाने बाटो चाहिँ अलिकति सानो रहेछ क्या अनि हामीलाई चाहिँ कस्तो डर लाग्यो क्या अनि र पनि हामी गुम्बा पुग्यौँ अनि गुम्बा पुग्ने बित्तिकै त्यहाँ पछाडि चाहिँ यस्तो यो पानी आउँदो रहेछ क्या जुन चाहिँ अब एउटा बिलिफ भनौँ न राम्रो हुन्छ भनेर अनि त्यो पानी सानी खायौँ मऱ्यौँ भयो त आन्टी त्यहाँनिर पुरा सिमसाग देख्नु भएर पुरा सिमसाग टिप्नु थाल्नुभयो है अनि हामी भित्र गुम्बामा गएर पूजा गऱ्यौँ होइन अनि त्यो पानी चाहिँ हामीले सानो बोतलमा लिएर त्यहाँनिर लामालाई फुक्नु लाएर अनि त्यो घर पनि ल्यायौँ भनौँ न अनि पूजा गरिसकेर बाहिर निस्किँदाखेरि चाहिँ यो एउटा विस पोन्ड जस्तो रहेछ भनौँ न यहाँनिर चाहिँ यसरी विस मागेर कोइन फाकेर त्यो कोइन ठ्याक्क पस्यो भने चाहिँ अब हाम्रो विस पुरा हुन्छ भन्ने बिलिफ रहेछ अनि हामीले पनि ट्राई गऱ्यौँ हाम्रो पस्यो होइन अनि खुसी लाग्यो त्यस पछाडि हामीले गुम्बामा अब प्रसाद जस्तै यो बटर टी लिएर हामी चाहिँ अर्को डेस्टिनेसनतिर लाग्यौँ होइन अनि यो पोन्ड छ नि यो पोन्ड चाहिँ ठ्याक्क त्यो दयाङको आपा मुभीको एउटा गीतमा क्या त्यो एकजनाले उसको गाडीमा भमिट गर्छ नि सफा गर्छ नि त्यही ठाउँ रहेछ ठ्याक्क होइन अनि आपा मुभीको सुटिङहरू प्रायः यही ठाउँहरूमा गरेको रहेछ क्या अनि हामी अलिकति पर टुम्लिङ भन्ने ठाउँ पुग्यौँ जुन चाहिँ नेपाल इन्डिया बोर्डर रहेछ अनि हामीलाई चाहिँ त्यहाँ पुगेर यो भिडियो बनाउनु मन लाग्यो क्या त्यहाँ एकछिन खाजासाजा खाएर एकछिन भ्यू हेरेर शीतल तापेर हामी फेरि अलिकति पर मेकमा के भन्ने ठाउँ रहेछ सरी मैले रङ प्रनाउन्स गरेँ भने त्यहाँनिर गयौँ त्यहाँ पनि एउटा गुम्बा रहेछ होइन जुन चाहिँ तर बन्द रहेछ तर त्यहाँनिर एकजना बस्नु हुँदो रहेछ क्या अङ्कल उहाँले चाहिँ यसो गार्ड जस्तो गर्नु हुँदो रहेछ अनि उहाँलाई भन्यो भने चाहिँ खोलिदिनु हुँदो रहेछ अनि त्यहाँनिर पनि पूजा गरिसक्यौँ अनि पूजा गरेर हामी फेरि अर्को ठाउँतिर लाग्यौँ जुन चाहिँ गैरीबास भन्ने ठाउँ अनि त्यहाँ गयौँ त्यो चाहिँ ठ्याक्क त्यहाँदेखि चाहिँ सन्दकपुर 15 किलोमिटर मात्रै थियो क्या अनि तर पनि हामी अनि त्यहाँ गएर अनि त्यहाँनिर एकछिन बस्यौँ अनि मोमो खाएको यस्तो मिठो मोमो यतातिरको मोमोहरू चाहिँ साह्रै मिठो क्या अनि त्यसपछि हामी फेरि रिटर्न भयौँ अनि त्यसपछि यो माने भन्ज्याङमा दिदीले चाहिँ अलिअलि दिदीको सपिङहरू गर्नुपर्ने छ भन्नुभयो अनि सपिङहरू गऱ्यौँ हामीले आम्मामा खानेकुरा त के चाहिँ ट्राई गरिनँ मलाई जे देख्यो त्यही खानु मन लाग्यो पान खाएको त्यहाँ हेर्नु न सो क्लम्जी क्या सेतो लुगामा लागिहाल्यो है अनि त्यसपछि आजको हाम्रो दिन चाहिँ एकदम राम्रो भयो होइन मेनली चाहिँ केमा खुसी लाग्यो भने गुम्बाहरूमा चाहिँ एकदम ठुलो पूजा भइरहेको रहेछ नि त जुन चाहिँ सखा धाबा भन्ने रहेछ अनि त्यस्तो टाइममा पुग्नु पाउँदा त कस्तो लकी अनि ब्लेस्ड फिल भयो नि त यसरी आजको हाम्रो दिन चाहिँ एकदम ब्लेस्ड अनि रिफ्रेसिङवाला दिन भयो अनि होप तपाईँहरूलाई मेरो भिडियो पनि राम्रो लाग्यो होला अनि अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद सी यू नेक्स्ट भिडियो बाई